रिजेक्सन आयो क्या रिजेक्सन आयो अरे कसले गर्ने कसले भन्ने भनेको थियो अनि फेरि मैले भनिदिन्छु नि त भनेर नि एन्जल हजुर कहाँ हो तिमी अहिले म अहिले रुममा तिम्रो कम्पनीको केही त्यो एक्सपिरियन्स लेटरहरू त्यस्तो केही थप्न दिएको छ एक्सपिरियन्स लेटरहरू भन्नाले तिमी अहिले जहाँ काम गरिरहेको थियौ नि त्यहाँको के हजुर के अरे त्यो कम्पनीको लेटर हेडमा त्यही एउटा लेटर लेखेर पठाउनु पर्ने भयो होइन कहिले अहिले के किन भन्दाखेरि चाहिँ यो VFX सेन्टरमा लिएर गएर फेरि बुझाउनु पर्यो कि रिएप्लाईको लागि के भएन र यो अनस्किलको थियो नि त तिम्रो हजुर त्यही भएर चाहिँ रिजेक्सन आयो क्या रिजेक्सन आयो अरे कसले गर्ने कसले भन्ने भनेको थियो अनि फेरि मैले भनिदिन्छु नि त भनेर नि त्यत्रो टाइम लागेर चाहिँ अहिले आएर रिजेक्सन भयो है अनि सबै भाग्यमै रहेछ यस्तो कुराहरू सुभाष दाई कतिजना भयो त सुभाष दाई पनि यहीँ हुनुहुन्छ सुभाष दाईले जाउँ न त्यही तनाव लिइरहनु भएको तिम्रो दिनु न मलाई ल एन्जलजी ल आउनु सबैको भिजा लिनलाई आउनुहोस् भिजा रिसिभ भइसकेको छ यो चाहिँ हामीले यसो प्राङ्क कल गरेको हजुरलाई हजुर आइसक्यो प्रमिस प्रमिस लास्टै डराइरहेको ल थियो कि सो कसलाई थ्याङ्क यू भन्ने चाहिँ सबैजनालाई क्या भएको अनि भिजा रिजेक्सन होला त सुभाष दाई खै मेन त सुभाष दाईलाई नै हो ल र तपाईँहरू पनि अब स्किल पोजिसनहरूमा अनस्किल पोजिसनहरूमा पनि माल्टा एप्लाई गराउन चाहनुहुन्छ भने तपाईँहरूले युनिभर्सल एक्टरलाई चुनिन सक्नुहुन्छ ल कङ्ग्रेचुलेसन मिस्टर एन्जल एसी तपाईँलाई धेरै धेरै बधाई छ